विभिन्न लोकसेवा परीक्षाहरूमा सोधिने नेपालको इतिहास सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नहरू लिएर आज पनि उपस्थित भएको छु। कृपया अन्त्यसम्म हेरेर साथ दिनुहोला। हाम्रो आजको प्रथम प्रश्न रहेको छ, नेपालको धरहरा र सुनधरा कसले बनाएका हुन्? यसको सही जवाफ रहेको छ भीमसेन थापा। त्यसैगरी अर्को प्रश्न रहेको छ, गोरखा दक्षिण बाहुको स्थापना कसले गरेका हुन्? र यसको सही उत्तर रहेको छ पृथ्वी वीर विक्रम शाहले। त्यसैगरी लिच्छवी कालमा मन्त्री सरहको पदाधिकारीलाई कुन पदको नामबाट सम्बोधन गरिन्थ्यो? यसको सही उत्तर रहेको छ अमात्यको नामबाट सम्बोधन गरिन्थ्यो। त्यसैगरी अर्को प्रश्नमा रहेको छ, खड्ग निशाना अड्डाको स्थापना कसले गरेका हुन्? यसको सही उत्तर रहेको छ चन्द्र शमशेरले। त्यसैगरी काठमाडौँ सहरको स्थापना गर्ने राजा को हुन् वा को हुन्? यसको सही उत्तर रहेको छ गुण कामदेव र लक्ष्मी कामदेवले। र अर्को प्रश्नमा जाम, नेपालको पहिलो उपसभामुख को हुन्? यसको सही उत्तर रहेको छ महेन्द्र नारायण निधे। त्यसैगरी तत्कालीन समयमा 2400 राज्यमा त्रिशक्ति भन्नाले कुन कुन जिल्लालाई चिनिन्छ? यसको सही उत्तर रहेको छ पाल्पा, तनहुँ र लमजुङ। त्यसैगरी अर्को प्रश्न रहेको छ, पृथ्वीनारायण शाहको निधनमा 9 जना रानी सती गएका थिए भने योग नरेन्द्र मल्लको निधनमा कतिजना रानी सती गएका थिए? यसको सही उत्तर रहेको छ 31 जना रानीहरू सती गएका थिए। र आजको अन्तिम प्रश्न रहेको छ, लिच्छवी कालमा वलाध्यक्षले कुन पदलाई जनाउँथ्यो? र यसको सही उत्तर रहेको छ सेनापति।